सरप्राइज ल सबैजना यता हेर्नु है अब एउटा सानो सबैको टाइम डिस्टर्ब गरेँ जस्ट 2 मिनट है त सो आज चाहिँ म हजुरहरूको भन्दा पनि टु माई ग्रेटेस्ट वान एन्ड ओन्ली एकदमै ह्यान्डसम हस्बेन्डको लागि ह्याप्पी बर्थडे विस गर्न चाहन्छु ह्याप्पी बर्थडे बुढो अनि आज म कुनै पनि इमोसनल कुरा गर्दिनँ एकदमै मेरो मनमा लागेको तपाईँको बारेमा एकदमै स्पेसल कुराहरू जुन छ त्यसलाई चाहिँ मैले भन्न चाहेँ सो अब यो भिडियो गर्दै गर्दा पनि अलिकति गाह्रो टाइपको हुन्छ नि सम्झिँदा पनि अलिकति हुने टाइपको भइरहेको छ सो तपाईँलाई चाहिँ याद छ कि छैन हामीहरू भेटेको चाहिँ आज 15 इयर कम्प्लिट भइसक्यो त्यही भएर पनि आज मैले हजुरको लागि भनेर स्पेसल बर्थडे सरप्राइज प्लान गरेको नट ओन्ली योर बर्थडे हाम्रो 15th एनिभर्सरी काइन्ड अफ डे पनि भयो सो तपाईँहरू जतिजना यहाँ आउनु भएको छ सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि मेरो हस्बेन्डको बारेमा त म के भनौँ तपाईँहरू सबैलाई थाहा छँदैछ कसैको बारेमा नराम्रो नसोच्ने सबैको बारेमा राम्रो सोच्ने दयालु सयालु यस्तै हुनुहुन्छ होइन सो म चाहिँ के भन्न चाहन्छु भने थ्याङ्क यू सो मच मिस्टर हस्बेन्ड है यत्रो टाइमसम्म मेरो रिसलाई झेल्नुभयो मेरो अनेकौँ नचाहिने डिमान्डलाई पुरा गर्नुभयो मेरो बारेमा सानो ठुलो कुरा मलाई इच्छा लागेको हरेक कुरा पुरा गरिदिनु भयो मलाई सम्झाउने मलाई के भने अब मलाई काइन्ड अफ हुर्काउने जस्तो त हो यति छोटो सानो उमेरमा बिहे गऱ्यो अहिले यति ठुलो भइसक्यो यतिखेरसम्म हामीहरू सँगसँगै हुर्क्यौँ सँगसँगै बुझ्यौँ सँगसँगै संसार पनि देख्यौँ भनौँ है यो सबै जर्नीमा म चाहिँ एकदमै थ्याङ्कफुल छु तपाईँलाई लिएर म एकदम लक्की पनि छु एन्ड आइ एम सो प्राउड अफ यु आइ एम प्राउड अफ माइ सेल्फ कि म तपाईँको वाइफ हो एन्ड अब के भनौँ म जति बयान गर्दा पनि थाक्दैन हजुरको सो थ्याङ्क यू सो मच अझै पनि आगामी दिनहरूमा तपाईँको बर्थडे यसरी नै सरप्राइजिङली मनाउन सकौँ एन्ड देन तपाईँले चाहेको हरेक कुराहरू मैले पुरा गर्न सकौँ जहाँसम्म मेरो सोचले भ्याउँछ जहाँसम्म मेरो मनले भ्याउँछ जहाँसम्म मेरो आँटले भ्याउँछ तपाईँलाई यसरी नै हरेक बर्थडेमा मैले सरप्राइज गर्न सकौँ मेरो लागि तपाईँको खुसी भन्दा बाहेक म्याटर हुने कुरा यो ठाउँ यो लाइफमा चाहिँ कुनै पनि छैन सो म अहिले भनेर इमोसनल हुँदिनँ भनेको थिएँ सो हल्का इमोसनल भइन्छ सो म कन्ट्रोल गर्छु यो कुरालाई सो म यति भन्न चाहन्छु कि थ्याङ्क यू सो मच फर बिङ पार्ट अफ माई लाइफ मलाई अघि नै भनेको थिएँ म 2 मिनट भन्दिनँ भनेर तर उहाँको बारेमा बयान गर्दा टाइमै गएको थाहा हुँदैन सो वान सेकेन्ड ह्याप्पी बर्थडे मेरो कहिले पनि नरिसाउने बुढो मरिसाउँदा मलाई बच्चा छेसी फकाउने मेरो हस्बेन्ड तपाईँ रिसाउँदा तपाईँलाई पनि म त्यसरी नै फकाउँछु सो हाम्रो जर्नी यो 15 वर्षसम्म जसरी रह्यो अब हामी बुढो हुने बेलासम्म कुप्रो परेर हिँड्ने बेलासम्म तपाईँसँग यसरी नै तपाईँको बर्थडे सँगै सेलिब्रेट गर्न पाऊँ मेरो इच्छा त त्यही नै हो तपाईँलाई खुसी राख्न पाऊँ तपाईँको हरेक इच्छालाई मैले पुरा गर्न पाऊँ आगामी दिनहरूमा हाम्रो सक्सेसलाई हाम्रो स्ट्रगललाई अझ यसरी नै सेलिब्रेट गर्न पाऊँ थ्याङ्क यू सो मच फर बिङ विथ मी थ्याङ्क यू सो मच फर बिङ अ वन्डरफुल फादर थ्याङ्क यू सो मच फर बिङ द वन्डरफुल सन अफ यर प्यारेन्ट्स थ्याङ्क यू सो मच फर बिङ द वन्डरफुल ब्रदर पनि भन्न चाहन्छु छोरा पनि भन्न चाहन्छु आफ्नो ड्याडी मम्मीको लागि कहिले पनि नराम्रो नसोच्ने इभन मेरो ड्याडी मम्मीलाई पनि त्यति धेरै केयर मैले कल नगर्दा पनि कल गर भनेर सम्झाउने मेरो फ्यामिलीको लागि मैले केयर गर्नुपर्छ भनेर मलाई बुझाउने मेरो इनलजको फ्यामिलीमा मेरो रोल के हो भनेर मलाई सिकाउने हरेक कुरा कि म जति भनाउने त्यो सबै कुराहरू इन्कम्प्लिट हुन्छ लाइक कस्तो हुन्छ भने तपाईँलाई कम हुन्छ हजुरको अगाडि भन्दाखेरि एकदमै बुझ्ने छोरा एकदमै बुझ्ने दाइ भाइहरूको लागि कहिले पनि नराम्रो नसोच्ने दाइ साथीहरूको लागि सधैँ एक कदम अगाडि बढ्ने मेरो बुढो है मैले भने यस्तो अलराउन्डर हुनुहुन्छ कि मैले जति बयान गरेँ नि त्यो सब कुरा चाहिँ कम हुन्छ मैले आज हजुरहरूलाई यहाँ जतिजनालाई बोलाएको छु तपाईँहरू एकदमै आदरणीय हुनुहुन्छ मेरो हस्बेन्डको नजरमा
कोही कतै छुटे होला है अब उहाँले पछि भिडियो देख्नुभयो भने चित्त दुखाउनु होला त्यसको लागि म सरी भन्न चाहन्छु यो कुरा उहाँलाई थाहा थिएन मैले सरप्राइजिङली प्लान गरेको कुरा हो सो थ्याङ्क यू सो मच जतिजना आइदिनु भयो वान्स अगेन म एकदमै म के भन्न चाहन्छु भने यो मासको बिचमा आई लभ माई हस्बेन्ड सो मच आई लभ यु म एकदमै धेरै माया गर्छु तपाईँलाई तपाईँको खुसी मेरोलाई एकदमै धेरै म्याटर गर्छ मलाई यसरी नै बच्चा जसरी हुर्काइरहनु होला चाहे मैले मेरो कपाल पुरै फुलेर यस्तरी फुलेर होइन कि नेचुरली फुलेर सेतो नभएसम्म यसरी नै माया गर्नु होला थ्याङ्क यू सो मच एकछिन म पनि बाँकी छु ह्याप्पी बर्थडे मेरो दाइ तपाईँ भाउजूको लाइफमा मात्र होइन हाम्रो लाइफमा पनि एकदमै स्पेसल हुनुहुन्छ थ्याङ्क यू सो मच फर बिङ अ वन्डरफुल ब्रदर 1, 2, 3, go. Happy birthday! So today we celebrate our love with you all guys. Thank you being the part of our journey and thank you being the part of this celebration. Thank you so much. Bye. Yay!